टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। वर्षामा मेयर, पत्रकार र मेसो सहित 33 जनामा कोरोना संक्रमण पुष्टि सम्बन्धी प्रसङ्गबाट। वर्षामा थप 33 जनामा कोरोना संक्रमण थपिएका छन्। पोखरिया नगरपालिका मेयर दीपनारायण रोनियार र पोखरिया अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट मेसु अनिल यादव सहित 33 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मेयर रोनियार सहित 34 जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि साउन 26 गते पठाउँदा आइतबार 33 जनाको रिपोर्ट पोजिटिभ आएको हो। काभ्रेको धुलीखेल स्थित पीसीआर प्रयोगशालामा गरेको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। यस्तै पोखरिया नगरपालिका वार्ड नम्बर 4 का अध्यक्ष लक्ष्मण शाह कानू, पोखरिया अस्पतालका अन्य 2 डाक्टर, 2 नर्स सहित 4 जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। पोखरियाका 1 जना पत्रकार पनि कोरोना संक्रमित भएका छन्। यस्तै मेयर रोनियारका परिवारका सदस्य सहित सचिव र सवारी चालक पनि संक्रमित भएका छन्। ज्वरो र खोकी लागेपछि मेयर रोनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए। 7 दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ आए पनि मेयर रोनियारको ज्वरो र खोकी निको भइसकेको छ। पोखरिया अस्पतालका 7 डाक्टर मध्ये मेसु सहित 4 डाक्टर र 4 नर्स मध्ये 3 नर्स संक्रमित भएका छन्। यसअघि नै पोखरिया नगरपालिका 4 वडा अध्यक्ष 1 डाक्टर, 1 नर्स र अन्य 3 स्वास्थ्यकर्मी कोरोना संक्रमित भई आइसोलेसनमा छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर 1 रुपैयाँ वृद्धि गरेको हो। अब पेट्रोल प्रति लिटर 105 रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल, मट्टीतेलको मूल्य 91 रुपैयाँ प्रति लिटर पुगेको छ। निगमले 15 दिन अघि मात्रै पेट्रोल, डिजेलको मूल्य प्रति लिटर 2 रुपैयाँले बढाएको थियो। वृद्धि भएको पेट्रोलमा पदार्थको मूल्य आज राति 12 बजेदेखि लागू हुनेछ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यदेश पनि तयार पार्नेछ। पछिल्लो समय अध्यक्ष डा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ। 6 सदस्य सहित कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो। गएको साउन 3 गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन। साउन 3 गतेको बैठकमा मस्जिदमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुभएको थियो। अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमा सहमति जनाउनु भए पनि बैठकपछि भने आफू अर्ली महाधिवेशनको पक्षमा नरहेको बताउनु भएको थियो। बैठक बिहान 9:30 बजे बालुवाटारमा बस्ने पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। नेपाल र भारतबीच आज कूटनीतिक तहमा वार्ता हुने भएको छ। 2 देशबीच नक्सा सम्बन्धी मतभेद जारी रहेकै बेला लामो समयपछि कूटनीतिक तहमा वार्ता हुन लागेको परराष्ट्रिय मन्त्रालयका प्रवक्ता भरत राज पौडेलले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रिय सचिव शङ्कर दास बेरागीले गर्दै हुनुहुन्छ। यस्तै भारतीय प्रतिनिधि मण्डलको नेतृत्वमा काठमाडौँ स्थित भारतीय राजदूत विनय मोहन कवात्राले गर्नुहुने भएको छ। नेपालले गत वैशाखमा कालापानी, लिम्पियाधुरा र
लिपुलेख सहितको नक्सा जारी गरे पनि भारतले त्यसको विरोध गरेको थियो। त्यसअघि भारतले 2019मा एकपक्षीय रूपमा नेपाली भूमि समेटेर नक्सा जारी गरेको थियो। नेपालले पनि त्यसको विरोध जनाउँदै वार्ताको पहल गरेको थियो। तर भारतले वार्तामा कुनै चासो नदेखाई नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो। नेपालले नक्सा जारी गरेपछि दुई मुलुकबीच सम्बन्ध चिसिएको थियो। आज सोमबार हुने वार्ता नेपालमा भारतबीच लगानीका आयोजनामा मात्रै केन्द्रित हुने भए पनि नक्सा मतभेदपछि चिसिएको दुई देशभित्रको सम्बन्धलाई सुधार र विश्वासको वातावरण बनाउन भने सहयोग पुग्ने विश्लेषणहरूले बताएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारत शक्ति नरेन्द्र मोदी बीच शनिबार टेलिफोन वार्ता समेत भएको छ। वरिष्ठ परम्परागत कलाकार र प्रेममान चित्रकारको आइतबार निधन भएको छ। चित्रकारको 78 वर्षको उमेरमा कलङ्कीमा रहेको नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको अर्का वरिष्ठ कलाकार लोक चित्रकारले बताउनुभयो। पुर्खौली रूपमा प्रभावकाल विवादाका सिद्धहस्तर कलाकारका रूपमा परिचित चित्रकार लामो समयदेखि श्वास प्रश्वास सम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो। नेपाल परम्परागत कलाकार सङ्घका आजीवन अध्यक्ष उहाँ इन्द्र राज्य लक्ष्मी पुरस्कार, अर्नीको सम्मान पुरस्कार लगायतबाट पनि पुरस्कृत हुनुहुन्थ्यो। आज देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश नम्बर 5 र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश 1 तथा बागमती प्रदेशको 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना साकेले जानकारी दिनुभयो। अरू ठाउँमा भने सामान्यता बदली रही केही ठाउँमा मेघ गर्जना सहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। मनसुनीय न्यूनचापीय रेखा दक्षिणतर्फ भए पनि बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण जलयुक्त हावा देशभर फेरिएका कारण पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो। ठुलो पानी पर्न सक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्ष्य हुने, पहिरो जाने र पानीको निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना भाइरसको संक्रमण हुनेले मृत्यु हुनेको संख्या 51,000 नाघेको छ। पछिल्लो 24 घण्टामा 961 जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या 51,045 पुगेको वर्ल्डोमिटर्सले जनाएको छ। यस्तै भारतमा एकै दिन 58,000 भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो 24 घण्टामा 58,108 जना सङ्क्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणको संख्या 26,47,316 पुगेको हो। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो। संक्रमित मध्ये अहिलेसम्म 19,18,076 जना संक्रमित भएका छन् भने 6,78,195 जनाको उपचार भइरहेको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।